किनभने यो माओले भन्नुभएको छ कसिङ्गर आफै बढाइदिँदैन, जहाँ जहाँ कसिङ्गर हुन्छ त्यो ठाउँमा झाडु लगाउनुपर्छ। त्यस्तै समाजको विकासको क्रमअनुसार पार्टीभित्र पनि पार्टीका नेताहरू कार्यकर्ताहरूमा पनि तमाम प्रकारका प्रश्नहरू पैदा भइरहेका हुन्छन्, सैद्धान्तिक जटिलताहरू पैदा भइरहेका हुन्छन्। त्यसलाई साफ गर्नको निम्ति, त्यसलाई रिफ्रेस गर्नको निम्ति स्कुलिङको जरुरी परिरहेको छ र यो हामीले निरन्तर चलाइराख्नुपर्छ। यो एउटा खास परिस्थितिमा एउटा स्कुलिङ भयो, अर्को परिस्थितिमा अर्को प्रकारको स्कुलिङ, त्यो निरन्तर त्यो चलाइराख्नुपर्ने हुन्छ। जुन स्कुलिङ हामीले यहाँ गऱ्यौँ त्यसमा धेरै राम्रो पैदा गर्छ। प्रतिक्रियावादीहरू एउटा द्वन्द्वमा विभिन्न ठाउँमा पुगिसकेका छन्। प्रतिक्रियावादी यथास्थितिवादीहरू र प्रतिक्रियावादीहरू एउटा द्वन्द्वको एउटा भिडान्तको अवस्थामा लगर हेड भन्छ त्यसलाई, टाउको जुदाएर गोल लड्ने जस्तो स्थितिमा पुगेका छन् उनीहरू। र यो लडाइँ रोकिँदैन, यो सुरु भयो चाहिँ कोही पनि पछाडि हट्न मिल्दैन। न त त्यो प्रतिगामीहरू पछाडि हट्न मिल्छ, न यो यथास्थितिवादीहरू पछाडि हट्न मिल्छ। यिनीहरू चाहिँ अगाडि जुधिसकेपछि यिनको सिङ नफुत्किँदासम्म या यिनको चाहिँ एउटाले अर्काले नपछाड्दासम्म यिनीहरू चाहिँ किन हट्न मिल्दैन। यो प्रक्रियामा यिनीहरू गएका छन् र यो त्यत्तिकै सहज तरिकाले रोकिनेवाला पनि छैन। जस्तो संविधान संशोधन गरेर या चाहिँ कुनै एउटा प्रकारले सहमति गरिकन अहिले चाहिँ एउटा चलेको छ राष्ट्रिय सहमतिको सरकार भनेर भनेका छन् यिनीहरूले, त्यो तरिकाले रोकिने स्थिति छैन। त्यसलाई यसको समाधानको निम्ति एउटा आमूल परिवर्तनको जरुरी छ। त्यो परिवर्तन भनेको हाम्रो पार्टीले अगाडि सारेको वैज्ञानिक समाजवादी क्रान्तिबाट मात्रै, यसको आमूल एउटा त्यहाँ आर्थिक, राजनीतिक, सामाजिक पुनर्संरचनाद्वारा मात्रै, पुनर्संरचना हुने स्थितिबाट मात्रै र सबै जनताले एउटा भविष्यको आशा गर्ने स्थिति बन्दाखेरि मात्रै यो समस्या चाहिँ समाधान हुनसक्छ। त्यो स्थितिमा हाम्रो पार्टीको भूमिका अत्यन्तै महत्त्व छ, किनभने हाम्रो पार्टी नै एउटा स्पष्ट पार्टी हो जसले चाहिँ अहिलेको यथास्थितिवादका विरुद्धमा, अहिले प्रतिगमनका विरुद्धमा एउटा सही कार्यदिशा, सही प्रकारको कार्यनीति र सही प्रकारको कार्यक्रमहरू लिएर अगाडि बढेको छ। अब यो प्रशिक्षण भइसकेपछि अब कमरेडहरूले जिल्लामा, पालिकामा, वार्डमा पार्टीलाई पुर्याउने, जनतालाई जागरुक गर्ने, आन्दोलनमा अगाडि बढाउने र यो जो पहिले आफ्ना स्वतन्त्र आन्दोलनको विकास गर्ने एकातिर, अर्कोतिर जो चल्छ प्रतिक्रियावादीहरूको बिचमा र यथास्थितिको वादीको बिचमा चल्ने आन्दोलन छ, त्यो आन्दोलनलाई क्रान्तिकारी आन्दोलनमा बदल्ने, यो हाम्रो ड्युटीको कुरा हुन्छ। तर हाम्रो आफ्नो आन्दोलनको विकास नभइकन, त्यसलाई अगाडि नबढाइकन अर्को प्रतिगामीहरूको आन्दोलनलाई, यथास्थितिवादी र प्रतिक्रियावादीको बिचको द्वन्द्वलाई हामी क्रान्तिमा बदल्न सक्दैनौँ। त्यस कारणले हामीले हाम्रो स्वतन्त्र आन्दोलनको विकास गर्नु छ। त्यसमा यो प्रशिक्षण को धेरै ठुलो भूमिका हुनेछ। त्यो कुरामा चाहिँ म विश्वस्त छु, हाम्रो पार्टी विश्वस्त छ। अब त्यसमा चौथो कुरा के हो भन्दाखेरि यो प्रशिक्षण जुन तरिकाले यस्तो एउटा रमणीय ठाउँ पनि, एउटा ऐतिहासिक ठाउँ पनि र एउटा जटिल खालको चाहिँ